हेलो साथीहरु, नमस्ते सबैजनालाई। आज चाहिँ मैले आफूले काम गर्ने ग्यास प्लान्ट जो फोहोर मैलाबाट बनाइन्छ ग्यास त्यसको बारेमा देखाइरहेको छु। यो चाहिँ यहाँनेर बाहिरबाट गाडी आएर यहाँनेर डम्पिङ हुन्छ अनि यहाँनेर मालहरू सटरिङ गरेर त्यो मेसिन छ जो फोहोर मैलालाई ग्राइन्डर गरेर बाहिर उतातिर ट्याङ्की छ त्यहाँनेर जम्मा गरिन्छ। अनि यतातिर चाहिँ यो जेनेरेटर भयो जो यही ग्यासबाट नै चल्छ। त्यो भित्र हेर्न सक्नुहुन्छ, यो चाहिँ जेनेरेटर हो जो यही फोहोर मैलाको ग्यासबाट नै चल्ने गर्छ। अनि हाम्रो यहाँनेर चाहिँ ग्यास जम्मा गरिन्छ। यो ग्यास ब्यालुन हो, यो ग्यासको ब्यालुन छ यहाँनेर, यो देख्न सक्नुहुन्छ। यो ठुलो ब्यालुन छ। यसमा चाहिँ जति पनि ग्यास छ सबै यसैमा जम्मा गरिन्छ। अनि यो चाहिँ यो जो मैले अघि भनेको थिएँ जो भित्रबाट ग्राइन्डर भएर आउँछ अनि त्यो चाहिँ यहाँनेर जम्मा भएर अनि यस्तो ग्राइन्डर हुन्छ। यो जति पनि गिल्लो कचराहरू हुन्छ, फोहोर हुन्छ, त्यसलाई चाहिँ यसरी जम्मा गरेर राखिन्छ अनि यहीँबाट ग्यास बनाएर यो चाहिँ ग्यासको लागि यो जो जति पनि कचरा छ यसलाई यहाँनेर यसमा राखिन्छ। यो सानो यो घर छ, यसमा टङ्की, यसमा जम्मा गरिन्छ। अनि देख्न सक्नुहुन्छ उतातिर यो सबै ग्यास पाइपहरू अनि फोहोर फ्याल्नलाई राखिएको पाइपहरू हो।